मैले चाहिँ यहाँ हुक्का बनाउने काम पाएको छु। महिनाको चाहिँ 1 करोड छ हैन। तपाईले आज बनाएर खानुपर्ने छ हैन। जाडो भयो त यस्तो ढोकालेर खोल्नु पो आउँदैन क्या हो। यस्तो ढिलो खोलाइले त जाडोले के जाडोले एकदम चाहिँ मेरो चाहिँ आजको फर्स्ट डे आज चाहिँ पहिलो दिन मेरो चाहिँ काम गर्न अवसर पाएको छु। मलाई गर्व फिल छ। तपाईहरु पनि साथीहरु काम बेरोजगारी हुनुहुन्छ भने यता मलाई सम्पर्क गर्नु होला। भ्याकेन्सी खाली छ अनि एकदम खुल्ला भ्याकेन्सी अहिलेसम्म छ। टक्कले मलाई कन्ट्याक्ट गर्नु होला। महिनाको चाहिँ 1 करोड मात्रै हो। पैसा गन्दा निन्द्रा पनि लाग्छ पैसा गन्दा टक्कसँगले अब यस्तो छ है। यसरी चाहिँ बनाउनुपर्छ। हेरिराख्नु है, जान्नु पर्यो नि। अनि तपाईहरु पनि आउनुहुन्छ भने कन्ट्याक्ट गर्नेले चाहिँ मलाई पहिलेबाट यस्तो यो बनाएर सिकिराख्नु होला। किनभने साउ कडा छ। साउले फेरि आउनु बित्तिकै टक्क बनाउनु आउँछ। यो चाहिँ ट्रायल हो। इक्जाममा चाहिँ टक्क पास हुनु पर्यो। जबरजस्ती खोल्ने यसरी बनाउने अझैसँगले पानी सानी आफै ल्याउनु पर्यो। आफै चाहिँ साफ गरेर टक्कसँगले बनाएर साउलाई चाहिँ दिनुपर्छ। अनि त्यस्तो छ। मिलेन भने टक्क मिलाउने बलमा धेरै पनि नहाल्ने हैन। धेरै आयो भने खायो भने ज्वरो आउँछ। अनि यो पेपर चाहिँ पहिलेबाट अलरेडी रेडी थियो हैन। त्यही भएर मैले त्यति रेडी पेपर गर्नु गरिन। किन खर्च साउलाई खाटा हुन्छ भनेर उताले पेपरहरु त्यता अलरेडी छन्। अनि कोइलाहरु पनि यो प्रकारको धेरै प्रकारको कोइलाहरु छन्। धेरैवटा छ। टक्कसँगले युज गरेकै कोइला झुक्ने अनि टक्क कोइलाले दुईटा पनि हाल्नु मिल्यो हैन। एउटा पनि हाल्ने र अहिले चाहिँ म एउटा हाले। अब सुरु भयो। सुरु कसरी हुन्छ भने अब यस्तरी अब सुरु कसरी हुन्छ सुरु चाहिँ यस्तो र के हो आगो भरेन क्या।